धोबादी माथिको फलामखानी एरियाको मुख्य क्षेत्र नै हो पर्छ, जुन नेपाल सरकारले धोबादी फलामखानी कम्पनी भनेर राखेअनुसार यहाँको यो चाहिँ ठाउँ के भन्दाखेरिमा धोबादी गाउँ माथि अर्खला उपल्लो अर्खला भन्दा पनि माथि यो तल देखिएको छ एउटा गाउँ, त्यो तल देखिएको गाउँ अर्खला भन्छ। अलिकता तुवालो लागेकोले भिजन त्यति राम्रो नदेखिएको छ। पूर्वपट्टि देवचुली डाँडा है, नवलपुरको देवचुली डाँडा छ। यो अगाडि एउटा प्रतीक्षालय जस्तो पिकनिक स्थल भन्ने कि अब बस्नलाई बनाएको ठाउँ, हामपानीको लागि एउटा सामुदायिक भवन हो। यो वरिपरि कम्पाउन्ड तारबार गरिएको रहेछ, त्यसलाई पनि फलामखानीको मुख्य क्षेत्र अनुसन्धान गरिएको ठाउँ पनि यही हाइटेन्सन पोलको नजिकको पर्यो। यता बाटाको किनार साइड यो सबै पर्छ। त्यस्तै यहाँ चाहिँ हाम्रा नारायणघाट र बुलिङटारका भनौँ न अब नेवा दाजुभाइले एउटा पार्क बनाउनु भएको छ, बुद्धको मूर्ति सहित राखेर एउटा पार्क, दर्शनीय पर्यटकीय पार्क बनाउनु भएको छ। त्यसैको गेट हो यो, गेट छ। अहिलेसम्म अब भनौँ यस्तै छ। अब विद्युतको सुविधा त छैन, तार पोल भर्खर बसिँदैछ। यतापट्टि उतापट्टि पनि अब एउटा विश्राम स्थल प्रतीक्षालय जस्तो हो, उतापट्टि बनाइएको छ। यस्तो किसिमको ठाउँ छ यो धोबादी नवलपुरको। हस्।